नमस्कार बुनु। हजुर नमस्कार दाइ। नमस्कार। अनि के छ समस्या के छ तपाईको? हामीलाई चाहिँ यो तारले एकदमै डिस्टर्ब गरिरहेछ। कुन यो तलबाट आएको तारले? उयो तारले तलबाट मेन रोडबाट आएको छ। मेन रोडबाट तलबाट आयो हैन? हजुर त्यसले नै काम चलिरहेछ अहिले। यो खेतको बीचबाट आएको। यो खेतको बीचबाट आएको चाहिँ हजुर हामीलाई एकदम डिस्टर्ब गरिरहेछ। धान रोप्ने बेलामा हावाहुरी आउँदाखेरि नाङ्गो तार छ, केटाकेटी हुन्छौँ। अब हामी आफै ठुलो मान्छेलाई पनि एकदमै डर भएर धेरै समस्या आइरहेको छ। यो चाहिँ एकदम अनावश्यक भयो। यसलाई चाहिँ कटाइदिनु भन्ने तपाईहरुको माग हो? हस् हस् धन्यवाद। समस्या भएर सम्झिनु भयो त? हामीलाई समस्या के छ भन्दा यो लाइनको समस्या, यी रुखहरूबाट बीचबाट छिराएर लाइनको समस्या छ भन्दाखेरि अब सबै नाङ्गो तार छन्। अब यो तारको मुनि अब हिँड्दा यो रुखको बीचबाट गएको हो? बीचबाट छिरेको छ बीचबाट। अनि यो करेन्ट लाग्ने सम्भावना पो रहेछ। नाङ्गो तार हैन यो सबै? नाङ्गो तार यस्तो छ। ए अनि यसलाई प्रोसेस गर्नु भएको थियो तपाईले पहिले? पहिले पनि गरेको, खोइ केही सुनवाई भएन। के निवेदन दिनु भएको छ? निवेदन दिएको छ हटाइदिनु भनेर। हटाइदिनु भनेर। अनि यहाँ सबैले माग गरेको हटाइदिनु भनेर सबै सहमति छ? सबै सहमति, सबैले दिइसकेको छ। सबैले यो हटाइदिनु भनेको तलको मेन रोडबाट लाइन आइसकेपछि यसलाई हटाउन खोजेको। हटाउन खोजेको सबैले। तर उहाँ विद्युतबाट चाहिँ नआएको? केही सुनवाई भएन। ए हस् हस्। भाइ अनि के छ खबर? के हो यहाँ समस्या के? नमस्ते। यो समस्या चाहिँ यो लामो समयदेखि निवेदन दियो पनि यो नाङ्गो तार यहाँबाट काटौँ भनेर। यसको विकल्प चाहिँ यो चुवाडे स्कुलबाट धरमपुर हुँदै रोड गइसकेको छ बत्ती। यो बिचमा चाहिँ कसैले यसलाई चाहिँ लागू गरेको पनि छैन। अनि यो जस्तै यो लिची टिप्ने बेलामा अत्याधिक डर भएर यो टिपेन पनि। यहाँ आएर काटिदिनु पर्यो भन्दा त्यो चाहिँ अब क्यान्सल भइसकेको लाइन हो अहिले भनेर आएर काट्दैनन् पनि उहाँहरूले। ए क्यान्सल गरेर लाइन नकाट्ने यो निकालेर पनि नलाने। यसले गर्दा चाहिँ अत्याधिक अवरोध भयो। यो जग्गाको बीचबाट र बोट बिरुवाको बीचबाट रहेछ रोड पनि रहन्छ हैन? यो त समस्या रहेछ नि त। करेन्ट चाहिँ आइराख्ने, यसले गर्दा एकदम डरमर्दो छ यहाँनिर। बोट बिरुवा र यो अनावश्यक छ यहाँ। अनावश्यक। यसलाई चाहिँ कटाउनु। ल सबैको माग यो हटाउनु भनिसकेपछि निवेदन पनि दिएको रहेछ हैन? उहाँ दाइले पनि भन्नुभयो निवेदन दिएको छ भन्ने कुरा गर्नुभयो नि त? निवेदन दिएको छ, अनावश्यक छ। ल यो चुवाडे चोकको मन्दिर है नि त? चुवाडे हनुमान थान। हनुमान थान भन्छ यसलाई। ल भन्नु त समस्या के हो तपाईको? मेरो चाहिँ नाम महेश भट्टराई हो। म चाहिँ बोल्दैछु यहाँ आदर्श टोल साई खोला तिर्नापा 8। यो आदर्श टोल हो? आदर्श टोलबाट बोलेको हुँ। र हाम्रो समस्या चाहिँ ठुलो समस्या चाहिँ यो माथि यो जुन टु फेसको तार यहाँ यो आजभन्दा 5 वर्ष अगाडिको तारले निवेदन दिएका छौँ, सुनवाई भएन। नभएको कारणले गर्दा यो तार चाहिँ तपाईहरुले कहाँदेखि भयो हुन्थ्यो भनेको? हामीले चाहिँ उहाँ परबाट हुन्थ्यो भनेर उहाँ घरको छेउबाट भयो हुन्थ्यो। त्यहाँ घर पनि आदि बनाएको छ। त्यहाँ तार नपुगेको कारणले एकै ठाउँबाट लाँदाखेरि यहाँ चाहिँ क्षति होला जस्तो देखेर चाहिँ हामीले चाहिँ यो गाडीले पनि अल्झिन्छ गाडीले पनि अल्झिने एउटैबाट भएकोले गर्दाखेरि यहाँ आगो लागि हुन्छ भनेर पनि डर मर्दो भइरहेछ। त्यही भएकोले हामीले चाहिँ यहाँ टु फेसको तार राख्दिनँ। तारै तार भएछ नि त यो त सबै? पुरै तारै तार छ। यो एउटा पोललाई मात्रै लोड भयो भन्ने कुरा तपाईहरुको? र आगो लागि केही भयो भने हाम्रो यहाँनिर छैन, बत्ती बल्ने अवस्था देखेको छैन सर। त्यो भएकोले गर्दा हामीले चाहिँ यतिको लागि चाहिँ नसुनेको कारणले गर्दाखेरि हामीले बोलेका हौँ सर। यो चाहिँ यो तुरुन्तै चाहिँ गरिदिनु पर्यो। हामीले यहाँ हेर्नु न घर आदि बनाएर यहाँ यही खम्बाबाट तपाईहरुले बत्ती माग्नु भएको? आएको यो देखिनु खम्बाबाट मागेको? माग्दाखेरि हाम्रो धेरै राहत हुन्छ। ल ल ल। नमस्कार बुनु। नमस्कार दाइ। के नाम हो तपाईको? मेरो नाम शान्ता भट्टराई हो। हजुर। मलाई चाहिँ यहाँ घर बनाए। यहाँ समस्या चाहिँ तारको छ। कहाँबाट ल्याउनु पर्ने? तार मागेको उहाँ हेर्नु यहाँ पोल छ, यहाँ पोल छ। यो पोल छ हजुर। ल निकै टाढा रहेछ हैन तार टाँगेको ठाउँ चाहिँ? तारै छ। हाम्रो चाहिँ तारमा एउटा यो यहाँ लोड पनि ज्यादा भएछ नि त हैन? पनि राम्रोसँगले उ गर्न सक्थे। यहाँ एउटैमा झुन्ड्याउँदाखेरि यो तार यहाँदेखि लगेको छ तारी। यहाँदेखिको कतिवटा घर कटार लानु 5 वर्ष अगाडि पनि यहाँबाट तपाईहरुलाई लोड यो तारमा धेर भयो, गाडीलाई पनि समस्या रहेछ हैन? समस्या छ। हजुर। यो तारै तार भएछ नि त यो त? तारै तार छ हाम्रो यहाँ। ए उहाँ परैबाट चाहियो तपाईहरुलाई सजिलो खिया भनेको? हामीलाई ए